पर्दो अवस्थामा छौँ। कहाँनिर कमजोरी रहेछ भन्दाखेरि जहाँ 75 नम्बर आयो नि त्यहाँ अलिकति प्लस भइरहेको हामी 95मा सागर सरले स्कोर गरेको थियो होला नि। त्यहाँ के कमी कमजोरी भयो त्यसलाई अलिकति हामीले अब निहालेर हेर्नुपर्छ र यसलाई हामी अब्बल हुने तरिकामा जानुपर्छ। जे होस् जे जस्तो भए पनि तपाईँ यो अस्पतालका साथीहरू धन्यवादको पात्र हुनुहुन्छ। शुभकामना छ तपाईँहरू बागमती प्रदेशको पहिलो अस्पताल रहोस् भन्ने मेरो पनि धारणा छ। त्यस्तै अब अर्को कुरो के छ भन्छ भने मान्छेको दुईवटा कुरा कहिले पुरा गर्न सकिँदैन है साथीहरू, याद गर्नु भएको छ कि छैन? एउटा तपाईँको इच्छा कहिले पुरा गर्न सकिँदैन, दिन प्रतिदिन बढ्दै जान्छ, तपाईँको स्कोर बढ्दै जान्छ। तपाईँलाई डक्टर बन्नु भएको छ, MBBS गर्नु भएको छ, विशेषज्ञ बन्नु भएको छ, 1 नम्बरको डक्टर हुने इच्छाभन्दा मास्टरपट्टि अझ अर्को विशेषज्ञ हुने तपाईँलाई इच्छा छ, तर समय र परिस्थितिले दिन्छ कि दिँदैन त्यसलाई पनि हेर्नुपर्छ। त्यस्तै अर्को कुरो के हो भने विकासका कुराहरू क्रमागत रूपमा बढ्दै जान्छ। आज तपाईँलाई हामी हिजोले यहाँ हेर्दाखेरि एउटा छाप्रोमा चलाएको थियौँ, आज यत्र बिल्डिङ भएको छ। यसले पनि नपुगेर अरू थप अस्पतालको इन्भाइरोमेन्ट बनाउनु पर्ने हामीलाई बाध्यता छ। यसलाई पनि कसरी पुर्याउने भन्ने हामी लक्ष्यमा जाँदैछौँ। त्यस कारणले विकास र मान्छेको इच्छा कहिले पुरा गर्न सकिँदैन, यो समय र परिस्थितिमा चल्ने चिज हो। यसलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो पनि लक्ष्य नभएको मान्छे र विकासको गन्तव्य नपुगेसम्म गर्न सक्दैन। संसारमा सबैभन्दा विकसित मुलुक कुन? अमेरिका। अमेरिकामा त विकास पुगेको छैन। संसारमा हाम्रो नेपालको कुरा गर्नुहुन्छ भने संसारमा सबैभन्दा विकसित ठाउँ कुन हो? काठमाडौँ होइन? ठुल्ठुलो अस्पताल कहाँ छ? त्यहीँ छ। ठुल्ठुला विश्वविद्यालय कहाँ छ? त्यहीँ छन्। ठुल्ठुला अफिसरहरू कहाँ बस्छन्? त्यहीँ बस्छन्। ठुल्ठुला विशेषज्ञ डक्टरहरू काठमाडौँ छोडेर हिँड्ने चाहँदैन। किन त भन्दाखेरि मान्छेको इच्छा र चाहना हो क्या। त्यसैले हामीले पनि प्रयत्न चाहिँ गरिराखेका छौँ। आज म तपाईँलाई एउटा कुरो भन्नु, यो अस्पतालमा रामेछाप नगरपालिकाको तर्फबाट गर्नुपर्ने भूमिका हामीले धेरै थोर अघि नै भनिसकेँ, हामीले गरिराखेका छौँ। केही स्टाफ पनि दिएकै छौँ यहाँ। तर आज यो हाम्रो डाक्टर सागरको आउनुपर्छ आएन होइन। अब अर्को कुरो के छ भने अब हामीले आर्थिक सहयोग पनि हामीले जे जति आफूसँग जति छ सक्दो त्यसलाई हेरेर दिएकै छ। अस्ति मात्रै उहाँहरूले चिठी एउटा दिनुभयो, हामीले निर्णय गऱ्यौँ 12 लाख रुपियाँ यो अस्पताललाई दिएको छ भर्खरैमा। अब अर्को कुरो त्यस्तै छ, यो अस्पताल निर्माण गर्नको लागि मेरो आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका मैले गरिरहेको छु। 50 लाख रुपियाँ आएको थियो, रोकिएको थियो। अहिले त्यो अहिले स्वास्थ्य मन्त्रालयमा फेरि गएको छ। त्यो स्वास्थ्य मन्त्रालयले चिठी काटेको छ, अर्थबाट आउने क्रममा छ, आउँछ। मलाई जस्तो लाग्छ सबै चुनाव अगाडि नै आउला, नभए चुनावपछि घोषणा भयो लगत्तै त्यो पछि यहाँ तर्खरमा छ, आउँछ। मैले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्दाखेरि आउने भूमिका ल्याएको छ। त्यो पैसाले के तपाईँहरू बिल्डिङ बनाउने हो कि के गर्ने, अस्पताल व्यवस्था गर्ने हो? त्यस कारणले यो इच्छा र आकाङ्क्षाको कुरा गर्दाखेरि दिन प्रतिदिन बढ्दै जान्छ। अब जस्तै भनौँ न, अब काठमाडौँकै कुरा गर्ने हो भने त्यहीँकै जनतालाई विकास पुगेको छैन, त्यहीँकै मान्छेको इच्छालाई परिपूर्ति गर्न सकेको छैन। हाम्रो लक्ष्य के हो भन्नु छ भने कुनै पनि नागरिक उपचार बिना मर्नु नपरोस्, उपचार प्राप्त गरोस्। यो संविधानमै भएको व्यवस्था छ। कुनै पनि नागरिकले इच्छा विपरीत मर्नु नपरोस् भन्ने चाहना हो। तर अहिले समय र परिस्थितिले दिन प्रतिदिन आत्मदाह गर्ने, मतलब यो मार्ने, मान्छे मर्ने क्या, पोइजन खाने, झुन्डिने, मर्ने प्रक्रिया बढाएको छ। के भएको त भन्दाखेरि जनसङ्ख्याको वृद्धि हो, उसको इच्छा र आकाङ्क्षा पुरा नगरेपछि त्यो कर्म हुन्छ। त्यस कारणले यस्ता गरेर पनि हामीले बन्द गर्नुपर्ने अवस्था हुन्छ। र भूमिका कहाँ छ भन्दाखेरि अस्पतालका साथीहरूसँगै छ। किनभने कोही बिरामी भयो, मेन्टेनको बिरामी भएर हामीले त्यसलाई मेन्टेन गर्ने, त्यसलाई नियमित कार्यमा सञ्चालनमा लैजाने मान्छेको दिमाग जता लगाउँ उतै जान्छ। कम्प्युटरमा पनि त्यस्तै हो, हाम्रो मोबाइल एपमा हेर्छौँ, जे हेर्न पनि पाइन्छ। त्यस्तै भएको हुनाले मान्छेको दिमाग पनि त्यही। संसारमा तपाईँले याद गर्नु भएको छ, मान्छे विकसित प्राणी मध्येको विकसित प्राणी मान्छे हो नि। मान्छेले भालु पनि नचाउँछ, मान्छेले बाघ पनि तलाउँछ,
मान्छेले बादर पनि नचाउँछ। ती सबै कुरो नचाउने काम मान्छेबाट हुन्छ, मान्छेको दिमागले गर्छ भने अब अन्य कुराहरू पनि हाम्रो दिमागले स्वचालित भएर सञ्चालन गरेर अगाडि बढाउने प्रयत्न हामी प्रयास गर्ने हो। तपाईँहरूले गर्नुपर्छ भन्ने होइन, तपाईँहरूको पनि प्रयास, हाम्रो राजनीतिक दल के अरे जनप्रतिनिधिको पनि प्रयासमा हामी अगाडि बढौँ भन्ने म शुभकामना दिँदै तपाईँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। अस्पताल व्यवस्था समितिका अध्यक्ष लगायत यो अस्पतालमा कार्यरत काम गर्ने कर्मचारी साथीहरू, डाक्टर, नर्स, अन्य तह तबकाका साथीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद हुनुहुन्छ, धन्यवादका पात्र हुनुहुन्छ। त्यसैले म धेरै कुरा गर्न चाहन्न। म पनि अब यहाँ आज तपाईँको कार्यक्रम अध्यक्षले हिजो भन्नुभयो, हिजो यहाँको सेड्युल बनाएर आएँ, तर संजोगवश आज भयो। हिजो गाली पनि दिएँ अध्यक्षले, हिजो भन्नु आज भने त म त्यही सेड्युल बनाएको थिएँ मतलब म आज आएँ, मेरो अन्त्य जाने कार्यक्रम छ। त्यस कारणले यति भन्दै सबै धन्यवादको पात्र हुनुहुन्छ। अर्को साल यसपालि 4 नम्बर बढाउनु